सुन्नु खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने पद गएपछि राजा चाहियो। अब नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईहरुलाई राजा बनाउन। मलाई भ्रष्टाचारी भनेर त भने नि त भन्छन् नि तपाईलाई त सुन तस्कर भन्छन्। सुनकाण्डको छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो। अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ त्यसो भए। कहिले? बिस्तारै हुन्छ। कहिले? यो तिथिमिति गरेर तुम भन्नुपर्छ मैले तपाईसँग। पर्यो नि। किन जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मत दिएर तपाई मन्त्री हुनु भयो हैन? हो। बडो गजब सुनिन्छ है तपाईहरुको कुरा। हामी धार्मिक मान्छे नि, धर्ममा विश्वास गर्ने, रीति धार्मिक हुनु त राम्रो, अन्धविश्वासी हुनु चाहिँ राम्रो होइन। कति राजा भए? अहिले त झन्डै 1000 जति। कार्यपालिका चाहिँ न्याय यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। तपाईँ त यति नालायक रे प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे। जहाँ तपाईँ वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना, तपाईँ जतापट्टि फर्किदियो, जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो। तर तपाईँ चाहिँ म मात्रै होइन तर तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो। 5 मिनट बोल्ने हो। 5 मिनट जानेर चाहिँ आउन अनि भूमिका भन्दाखेरि 5 मिनट। त्यस्तो चाउरिएको मरिज भएर तपाईँ किन बस्ने त भने? छोडिदिनुहोस् न त्यो सभा। फाट छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यस बेलासम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईलाई जनताको करबाट तपाईको घर चल्छ? घर छैन वामदेव। अर्को अन्तर्वार्ता गर्दा तपाईलाई मैले यही देखाएर फेरि सोध्नु नपरोस्। पर्दैन। मलाई नेताले बोलेको साँच्चै हैन, फुल कम्प्लिमेन्ट हो। विश्वासै लाग्दैन भने। तपाईले यो विषयमा के गर्नु भएछ भने सामान्य मैले डाटा खोजेर ल्याएको होइन। यो बीचमा संघीय संसदमा मात्रै 6 पटक विश्वासको मत लिने काम गर्नु भएछ प्रधानमन्त्रीहरूले। यो के नाटक मञ्चन गर्यो? तपाईलाई बाँच्नलाई जागिर दिनलाई हामीले किन बोकेर बस्ने त? तपाईलाई निकाल्दिने ताकत छ भने निकाल्दिने। छोडिदिनुहोस् न। मैले जे योगदान गरेको छु नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने, यो अवस्था परिस्थिति होइन। तपाईले भनेर चाहिँ हुन्छ? कस्तो कुरा गर्नुहुन्छ? कसले बनाएको यस्तो? तपाईहरुले बनायो होइन? कसैलाई बहुमत दिए के हुन्थ्यो गणतन्त्र आएपछि? तपाईहरु बहुमत दिने जस्तो अनुहार छ त तपाईहरुको? म्युजिक त मलाई अब चाहिएको छैन। मुखले चाहिएको छैन भन्नुहुन्छ के? मुख भएको छ। तपाईँ त स्वतन्त्र भएर बोल्नुहुन्छ जस्तो लाग्छ मलाई। तपाईँ त अब त्यो आत्मग्लानीलाई आफूले एउटा पश्चाताप र भोलिको सन्ततिले सुख पाओस् भनेर बोल्नुहुन्छ जस्तो लाग्छ मलाई। मैले बोल्दैन, किनकि मैले म पनि त्यही भ्रष्टाचार। तपाईँ यस्तो सबै यो नेगेटिभ बदली कुरा बोकेर कहाँ ल्याउनुहुन्छ? पोजिटिभ सोध्या छु। पोजिटिभ कुरा गर्नु न। तपाईहरु अपराधी जोगाउने, मैले प्रश्न गर्दा नेगेटिभ। तपाईले अब टेरामक्स र एमडीएमएस चाहिँ अदालतको क्षेत्रभित्र गइसक्यो जो भन्नुभएको छ। कसरी गयो भने कर्मचारी डुबाउने गरी गयो, राजनीतिक व्यक्ति जोगाउने गरी गयो। तस्कर भनेर गर भनेर भनिरहेको छु। सुन तस्कर भन्छौ तिमीले, प्रमाणित गर, मुद्दा हाल भनेर भनेछु मैले। हाल्दैनन् भने, किनभने त्यो तपाईलाई छानबिन गर्नुपर्ने, त्यो निर्णय गर्नुपर्नेहरू पनि पहेँलो सुनदेखि चाहिँ जिब्रो बाहिर निकाल्छन् सर्पले जस्तो क्या। तपाईँ चाहिँ अहिले पनि एमालेले यो अन्तर्वार्ता पछि मलाई बोलाओस् र एमालेमा टीका लाउन पाइयोस् भनेर एमालेको चाकडी गरिरहनु भएको छ क्या तपाईँ। गर्ने चाहिँ हामी जस्ता मान्छेहरू हुन्छन्, त्यस कारणले चाहिँ अनि सबै दोष त्यो के मन्त्रीले पाउँछ? अनि तपाईँले भर्खर भन्नु मन्त्रीले पाउँदैन, मन्त्री जोगिन्छ। किन समाज भने किन भनेको त्यही काम गरे होइन? कोलाई रवि लामिछानेलाई चाहिँ तपाईँको त्यो के अरे समाज अलिक के भनिरहेको छ? केपी ओलीलाई किन नसमात्या? सारा निकाल्छ। केपी ओलीलाई चाहिँ किन नसमात्या भनेको? का कारण राजा हुने व्यवस्था फाल्नुभयो, त्यसप्रति पनि सम्मान छ। तर जनताको छोरो जनसेवक हुनुपर्ने,
जनताको छोरो तँ राजा भन्दा पनि महाराजा बन्ने अवस्था बन्यो, यसमा त सम्मान गर्न मिलेन हजुर। नट अ डर्टी गेम होइन, हो। तर यसो भनिदिउँ त्यसो भए डर्टी टुल मेक्स इट होइन, द पोलिटिक्स अफ नेपाल इज डर्टी। अर्को भन्छु, त्यो चाहिँ एकदम द चाहिँ पोलिटिकल लिडर्स अफ नेपाल आर डर्टी। सबैले लिएको निर्णय हुने अवस्था छ अनि मैले मानिनँ भने तपाईँ हौसिनु भयो, हौसेन मलाई जब थाहा छ। मादल बज्यो तपाईँको कम्मर चाहिँ मर्किहाल्छ।